नमस्कार। मैले चाहिँ सिडलिङमा ग्राफ्टेड भएको 5 वर्षको बुटा मात्र हेभी क्रपको कारणले गर्दाखेरि क्वालिटी राम्रो लिनलाई हाइडेन्सिटीमा एमएमएफ 11मा चाहिँ एकदम कलर सप्रे भएन। तयार गर्नको लागि औषधि छ र त्यो सब फेक हुन्थ्यो पहिला। तपाईँ पनि यस्तो चाहनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ। यो बुटा भनेको सिडलिङमा ग्राफ्टेड भएको 5 वर्षको बुटा मात्र डार्क बेरन गाला भन्ने छ, गाला जातको हो। यसमा साइज भने अलिकति कम नै छ, किन भन्दाखेरि हेभी क्रपको कारणले गर्दाखेरि यो चाहिँ सिडलिङको माथि गाला ग्राफ्टेड भएको छ है, तपाईहरुले हेर्न सक्नुहुन्छ। र यसमा स्पर फर्मेसन चाहिँ कति बबाल भइरहेछ हेर्नुस्। बीमा चाहिँ एकदम परिपक्व छ है, कुनै पनि ब्रान्चहरु खाली छैन जो बिना बीमा रहेछ हराइसमा हेर्न सक्नुहुन्छ। ल यहाँ हेर्न सक्नुहुन्छ पुरा ब्रान्च बीमाले प्याक भएको छ। सिडलिङको माथि कन्ट्रोल गर्ने भनेको डिपेन्ड गर्छ कि तपाईले कुन तरहको मेहनत गरिरहनु भएको छ, कस्तो मेहनत दिइरहनु भएको छ हैन। ल हेर्नुस् पुरा ब्रान्च कुनैमा खाली छैन। ल पछि अर्को वर्ष चाहिँ यो बगैँचामा एकदम ग्यारेन्टीको साथ क्रप लाग्छ। मैले किन भनेको थिएँ भने यो भन्दा 1 वर्ष अगाडि एडभान्स लागेको बगैँचा यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। र यसमा क्रप हेर्नुस्, फ्रुट हेर्नुस्, क्वालिटी हेर्न सक्नुहुन्छ। म यो होल बगैँचामा तपाईहरुले देखाउँछु। म बगैँचा भित्रै पसेर ल हेर्न सक्नुहुन्छ। अहिले अँध्यारो रात पर्न लागिसकेको छ, साँझ पोखो भइसकेको छ। यो डार्क बेरन गाला सिडलिङको उपर ग्राफ्टेड प्लान्ट हो। ल हेर्नुस् 6-7 वर्षको बुट्टा हो, धेरै पुरानो बगैँचा नि हैन। मैले तपाईले भनेको थिएँ नि बीमा बन्या छ, ग्यारेन्टी अर्को वर्षको लागि चाहिँ फल उताको बगैँचामा नि सेम यस्तै आउँछ। ल हेर्नुस् बुटा एकदम बाक्लो छ। बुटाबाट बुटाको स्पेस 5 फुट छ के मात्र। प्लान्ट टु प्लान्ट, रो टु रो पनि 5 फुट हो। यहाँ हेर्न सक्नुहुन्छ। यहाँबाट पुरा बगैँचामा एउटा बुटा मात्र हैन। ल हेर्न सक्नुहुन्छ। पुरा बगैँचामा एभ्री प्लान्ट, कुनै प्लान्टहरु खाली छैन। हाइट पनि कभर अप भइसकेको छ। साइज पनि करिब पुरा आइसकेको छ। क्वालिटी फ्रेश, साइज इम्प्रुभ, कलर यसमा कुनै कलर सप्रे भएन। भन्छन् हाम्रोतिर इन्डियामा स्याउ तयार गर्नको लागि औषधि छर्छ, के छर्छ अनि मात्रै तयार हुन्छ, त्यो सब फेक हो के। हुन्थ्यो पहिला इथरल भन्ने दबाई आउँथ्यो, त्यसले गरिन्थ्यो। त्यो उसमा गरिन्छ जुनमा कलरलेस हुन्थ्यो। आज भन्दा पहिलाको जुन हाम्रोतिर पाउने रोयल भेराइटी छ जुनमा कलर प्रपर आएको हुन्न, त्यसमा चाहिँ अलिकति कलर ल्याउनको लागि गरिन्थ्यो। तर यो अलरेडी नै डार्क बेरन गाला भन्ने हुन्छ, टिरेक्स गाला छ, फेन प्लस छ, फेन्जम गाला छ। यिनीहरू भेराइटी भनेको अर्ली भेराइटी हो, ट्रेन्डिङ अहिले इन्डियामा ट्रेन्डिङमा चलिरहेछ। यिनीमा भनेको अलरेडी नै आउँछ कि कलर, यसमा कुनै सप्रे भएको होइन। हेर्नुस् जुन कलर गरिन्छ त्यो हप्ता दिनमा दाना झर्न सुरु हुन्छ कि, त्यसैले यो हेर्न सक्नुहुन्छ। हाम्रो हाइटमा हुने हो भने यो अझै पनि अब्बल अति राम्रो कलर अनि प्रोडक्सन चाहिँ क्वालिटी फ्रेश फ्रुट उत्पादन गर्न सकिन्छ। यदि तपाई पनि यस्तो चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ सजिलै। मात्र यति हो कि मेहनत पनि चाहिन्छ। मेहनत गर्नुभयो भने अवश्य सफल भइन्छ। त्यति गाह्रो भन्ने लाग्दैन हैन। यो भिडियो कस्तो लाग्यो? तपाईहरुले लाइक, शेयर अनि सब्स्क्राइब, फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सनु होला। थ्यांक यू।